ए हर्क दाई एकचोटि जितेको मनलाई कति छिटो जित्छौ? समानुपातिको जम्मा 4वटा मात्रै सिट हुँदा पनि तिमीले पुरै नेपाललाई अटाउने गरी कसरी चुज गर्यो, कसरी यत्रो दिमाग लगायौ? सबै जाति, भाषा, संस्कृति, क्षेत्र सबै कुरा मिल्ने सक्ने गरी 4 जनामै तिमीले यस्तो विविधता। गजब गजब छ है दाजु, गजब छ। यो तरिकाले गयो भने नेक्स्ट इलेक्सनमा बहुमत पनि आउँछ, सुशासन पनि आउँछ र श्रम संस्कृति पार्टी 1 नम्बरको पार्टी हुनबाट कसै रोक्दैन। यस्तो खालको समान जम्मा 4 जनाको सिट हुँदा पनि पूर्व पनि समाटे अटाएको छ, त्यसमा पश्चिम पनि अटाएको छ, मधेस पनि अटाएको छ। जबकि अब कम्पेयर गर्न त नहुने हो, जबकि राष्ट्रिय स्वतन्त्र पार्टी त्यत्रो ठुलो पार्टी हुँदा पनि कर्णाली हटाउन सकेन, कयौं जातिका मान्छेहरू हटाउन सकेनन्। सुदूरपश्चिम यत्रो सुदूरपश्चिमाञ्चल भन्ने ठाउँबाट एउटा दुईटा मान्छे भन्दा हटाउन सकेनन्। तर तिमीले 4 जनामा पनि पुरै देश अटाएको देख्दाखेरि सल्युट छ है हर्क दाई, सल्युट छ।